छिट्टो। के भयो दिदी, किन बोलाएको? होइन भाइ, बर्बादै भएछ नि। के भयो? उहाँ भाउजूले आमा बुवालाई खाना नदिएर दिनरात दुःख दिएर टर्चर दिएर मार्न आँटिसकेछ। कस्तो पापिनी भाउजू रहेछ हेर त। त्यहाँनिर त्यत्रो बेगरेर ल्याएर भित्राको भाउजूले बा आमालाई खुनको आँसु रहेछ। तर म अहिले नै गएर त्यो भाउजूलाई तलाउनु पर्छ। जानेछ मैले। पुगौँ न माइ। ल यो सब तैले गरेर भएको हो। तँलाई त दिदी भन्ने नि मलाई लाज लाग्छ। होइन, के गरेको तैँले? किन कुटेको मलाई? पागल भइस् कि क्या त पनि? तेरो आमा बाउलाई नि कसैको छोराछोरीले दुःख दिँदा तँलाई नि मन दुख्दो रहेछ नि त। तेरो सासू पनि कसैको आमा होइन त? के भनेको भाइ तैँले? म तेरो दिदी होइन। जस्तो दिदी हुनुभन्दा त नभएको नै बेस। तैँले यहाँ जुन सासूको त्यो खुनको आँसु बगाइरहेछस् नि, हो त्यही पाप गराइरहेछ अहिले। के भयो? किन झगडा गरेको दिदी भाइ? के हुनु नि, तपाईँ यो घरमा आएदेखि अलक्षिणी लागेको छ। म मेरो माइतमा पनि तपाईँकै कारणले गर्दाखेरि कति यहाँ भाड भैलो भएको छ भन्ने कुरा त मलाई थाहा छ। गइहाल्नु यहाँ, के कुरा सुन्न आएको? तपाईँले गर्दा मेरो भाइ पनि मेरो दुश्मन भइसक्यो। जानु भनेको। जुन यो अहिले तैँले आमालाई व्यवहार गरिस् नि, त्यही हो तेरो सबैभन्दा नराम्रो बानी। म जान्नस् मेरो आमा बुवाको लागि म आफै जान्छु, बुझिस्? हेलो आमा। हेलो बाबु, त कहाँ छेस्? तेरो कलेज छुट्टी भएन? छिटो आइज न घर, मर्न आँटिसक्यो म। रुनु आमा, तपाईँले दुःख पाउनु भएको कारणै तपाईँको छोरी हो। जति तपाईँलाई भाउजूले दुःख दिनु भयो नि, त्यो भन्दा 10 गुणा बढी तपाईँको यहाँ छोरीले आफ्नो सासूलाई दिइरह। के भन्छ तेरो दिदीले त्यस्तोसम्म गर्छ त्यहाँ सम्धिनी ज्यूलाई? आमा यतिसम्म गरेको छ कि देख्नेले धरि देख्न सक्दैन के। त्यो जुन दिदीले गर्नु भयो नि त्यसकै कुकर्मको फल तपाईँहरूले पाइरहनु भयो अहिले। फोन दिदीलाई दे। भाइ आमासँग बोल्दै। हेलो आमा, मैले कुन जन्ममा के पाप गरेकी थिएँ छोरी र तैँले यतिसम्म गरेको भन् त? तँलाई मैले त्यस्तो संस्कार दिएको थिएँ? त्यो बुढी भएको सासूले दिनरात दुःख गरेर कष्ट गरेर हुर्काएको त्यो ज्वाइँलाई तैँले आज आएर यतिसम्म गर्न मिल्छ? राम राम राम, मेरी छोरी यस्तै होली भनेर त मैले सोचेको पनि थिइनँ। के चाहिँ गरेँ मैले त्यस्तो पाप र आज यस्तो बुहारी पाएँ? यति दुःख मैले भोग्नु पर्यो भनेको त तँ पो रहेछस् कारण। अब त यहाँ आउनु पर्दैन छोरी। त जस्तो छोरी पाउनु नै मेरो जिन्दगीको सबैभन्दा ठुलो पाप हो। हे भगवान, त्यो बुढी भएको त्यो सासूलाई कति रुवाइस् तैँले। आज तेरो आमा बाउलाई तेरो भाउजूले नराम्रो गर्दा चाहिँ तेरो मन दुख्यो, रिसाइस्, भाउजूलाई मन परि भनिस्। तैँले गरेको कर्म चाहिँ तैँले फर्केर हेरेकी छेस्? अब तैँले यो घरमा पाइला हाल्नु पर्दैन छोरी।